चाहिँ म तपाईहरुलाई लाँदैछु फुलै फुल देखाउनको लागि। अहिले चाहिँ हाम्रो छेउछाउमा चाहिँ कुन फुल फुलेको छ यो सिजनमा चाहिँ हो। जंगली फुल, गार्डन फुल हो, सिजनल फ्लावर कुन छ, सिजन फ्लावर हो, कुन छ तपाईहरुलाई म देखाउनको लागि चाहिँ आज लाँदैछु। जो पनि फुल प्रेमीहरु हुनुहुन्छ, जसलाई चाहिँ फुल मन पर्छ, उहाँहरुलाई चाहिँ आजको भ्लग मन पर्न सक्छ। स्टार्ट चाहिँ म यहीबाट गर्छु है। यो चाहिँ के को फुल हो तपाईहरुले जसले चिन्नुहुन्छ भन्नु है। यो चाहिँ हो इजिलिया। एउटा दुईटा रहेछ, परतिर नि रहेछ। वाउ नि क्या दामी फुलेको रहेछ है। तपाईहरुलाई कुन चाहिँ मन पर्यो त्यो चाहिँ कमेन्ट गर्नुस् है। तपाईहरुलाई कुन चाहिँ थुप्रै भेराइटिजको रहेछ यहाँनिर, थरीको छ। तपाईहरुलाई चाहिँ कुन चाहिँ राम्रो लाग्यो भन्नु होला। कति बिघ्न कोपी लगाइरहेको रहेछ। पाखैभरि त्यो माथि बसिराख्नु भएको छ मलाई पर्खेर। आमा र म चाहिँ यहाँ फुल हेर्नु आएको। कस्तो फुलेको छ आमा फुल? एकदम दामी रहेछ। यो अर्कै रहेछ फेरि। यो चाहिँ त्यो पिङ्क र यो पिङ्क पनि अर्कै छ। यो च्यामुनाले गर्दा त्यसलाई चिसो भेटेन है। सिकेर मरेछ। यो चाहिँ फुलको पत्ता हो। यो पत्तालाई चाहिँ हामीले क्या यस्तो गरेर पड्काउने खेल्थ्यौँ। यस्तो गरेर तर कस्तो घिनलाग्दो बनाउँछ यो पत्ता। कस्तो नमिठो बनाउँछ चाहिँ पत्ता हो। फुल चाहिँ कस्तो खालको फुल छ भने यसले चाहिँ येल्लो ऑरेंज कलरको फुल छ। यसले चाहिँ फुल त देख्दैन यतातिर नि त कस्तो दामी फुलेको छ है। यहाँ पनि आरु चारु छ रोकेको। आम किसो हल्का यता मपट्टि स्माइल। चाहिँ हो किम्बुको बोट। किम्बु चाहिँ फलेको छ कि छैन? ए एउटा दुईटा फलेको रहेछ। ए कत्रो हुन्छ नि यो, तर पाकेकै छैन रहेछ। ठुल्ठुलो त ठुल्ठुलो फलेको छ, कम्ती फलेको रहेछ। यो चाहिँ हामी पहिला खेल्दा यसलाई चाहिँ माछा बनाउँथ्यौँ हो। यसलाई चाहिँ यसो गऱ्यो भने चाहिँ यो चाहिँ यसो गऱ्यो भने चाहिँ सर आउँछ नि त कि। पानीमा हाल्यो भने चाहिँ माथि माथि तैरिन्छ। यो चाहिँ पहिला हामी खेल्दा चाहिँ यो चाहिँ हाम्रो हो माछा। यो चाहिँ लौरीको बोट, बेतलौरी त है। युरिन इन्फेक्सनतिर खायो भने चाहिँ राम्रो हुन्छ। यो चाहिँ
ल कसले है गुराँस पनि त्यहीँभित्र हाल्दैछ। खाइसकेको अब पो हो। अस्ति त झुक्याउँदा खाइसक्यो। ए ए ऊ माथि गयो येल्लो कलरको फुल्ने। यो फुल आरती फुल भन्छ हामी चाहिँ, तर फुलिसकेको रहेछ। पूजाहरू गर्नुको लागि चाहिँ ठिक हुन्छ यो फुल। झुप्पा झुप्पा यत्रो त झुप्पा झुप्पा फुल्छ, तर अहिले चाहिँ यसको टाइम सकिन्छ। रोजेस वाउ क्या दामी कलरको। यहाँ हेर्नु न कोपीलाई कत्रो होला, यस्तो दामी। ब्रेड रोज चाहिँ ज्यादा रहेछ। चाहिँ हामी लोकल भाषामा चाहिँ कुकुर फुल भनिन्थ्यो हो, किनभने चाहिँ यसले चाहिँ यस्तो गर्छ नि, पाउ 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 गर्छ हो। पहिला हामी खेल्दा चाहिँ यसलाई चाहिँ कुकुर फुल भन्थ्यो नि त हामी। हो ठुलो खालके है। कति चाहिँ देखाउनु होला मैले। रेड रोज झन् यति बिग्ना रहेछ कि दामी छ। यो चाहिँ अब चाहिँ पानीले गर्दै मर्नु थालिसकेछ। कसलाई दबाई हालिरह्यो भने त किरा किन लाग्छ? यस्तोमा लागिबस्छ। दबाई हाल्यो भने त लाग्दैन। यो कति राम्रो कलरको छ यो पनि, कत्रो ठुल्ठुलो। यसमा चाहिँ किरा लाग्दिएको रहेछ है। आहा झुसिली किला झऱ्यो पनि। हो झुसिली किलाहरू लागेको छ। बस यत्तिको चाहिँ कति दामी देख्छ है। यो फेरि अर्कै कलरको छ। रहेछ डेलिया चाहिँ अलिक फुलेको छैन। कट फ्लावर पनि दामी भएको रहेछ। कतिवटा कलरको रहेछ कट फ्लावर चाहिँ, 3टा कलरको छ। झर्नु पनि थालिसकेछ। अब चाहिँ बिजन पनि बस्नु थालेछ। झरिसकेछ है। अब चाहिँ झर्नु थालेछ यिनीहरू चाहिँ। फेरि अर्कै खालको रोज, यो चाहिँ ह्याङ्गिङवाला रोज। यो चाहिँ अर्कै खालको रोज हो यो चाहिँ। यो फुलको चाहिँ मलाई नाम थाहा छैन। मैले पनि पटमा चाहिँ रोपिरहेको छु। रोप्नु चाहिँ के नाम चाहिँ थाहा छैन। तपाईँलाई कसैलाई थाहा छ भने चाहिँ यसो भन्नु होला है। यसको नाम चाहिँ हामी त माइक फुल भन्छु कि, तर यसको खास नाम चाहिँ के लिली हो कि एप्रिलोस लिली के हो नाम चाहिँ मैले चाहिँ बिर्सेँ। यो चाहिँ फुलिसकेर पनि यस्तो भइरहेको छ। कति राम्रो फुलेको छ यसमा। अरू चाहिँ मैले प्रायः सबै फुलहरू तपाईँहरूलाई देखाइसकेँ। लास्टमा चाहिँ यही फुल रहेको छ, हाइड्रेन्जिया। यो चाहिँ यसलाई चाहिँ मुर्दा फुल पनि भन्छ। यो फुल चाहिँ
कति दामी हुन्छ कि तर यसलाई उसतिर पूजाहरू गर्दा चाहिँ नचढाउनु अरे पूजातिर चाहिँ चढ्दैन भन्छ किन हो कि हुनु चाहिँ तर फुल्नु चाहिँ दामी फुल्छ यो फुल हेर्नुहोस् न कति दामी फुलेको छ